के गर्दा हाम्रो कल्याण हुन्छ भन्ने प्रश्न अब ध्यान दिएर सुन्नु होला। के भन्दै हुनुहुन्छ यहाँनिर, सबै पुंसाम परो धर्मो यतो भक्ति र धुक्ष्यजे अहैतुक्य प्रतिहता ययात्मा सम्प्रसिद्धति। ओहो, के बताउनु भयो भने अचम्मकै कुरा बताउनु भयो। के गर्दाखेरि हाम्रो कल्याण हुन्छ भन्ने प्रश्न थियो सौनकादिहरूको। सुतजी महाराज के भन्दै हुनुहुन्छ भने यो गर्ने त्यो गर्ने भन्ने नै छैन, जुनसुकै कर्म गरे पनि भयो, तर मनमा भक्ति हुनुपर्दछ। यदि मनमा भक्ति छैन, यदि मनमा श्रद्धा छैन, यदि मनमा सात्विक भाव छैन भने ठुला ठुला यज्ञ गरेर पनि भगवानको सायुज्य प्राप्त गर्न सकिँदैन। ठुला ठुला तप गरेर पनि श्री भगवानको आलोक हामीले प्राप्त गर्न सक्दैनौँ। त्यसैले गर्दा मनमा भक्ति लिए मात्र पनि पुग्छ भनेर भन्दै हुनुहुन्छ। उसो भए कस्तो किसिमको भक्ति लिने त मनमा भन्दाखेरि अहितुकी भक्ति। अहितुकी भक्ति अरे नैष्ठिक भक्ति, यो बारेमा वर्णन गर्दै हुनुहुन्छ। अहितुकी भक्ति भनेको कस्तो भक्ति त भन्दा हजुरले कुनै कामना लिएर मन्दिरमा जानुभयो, भगवानलाई भन्नुभयो भगवान मलाई यो चिज प्राप्त होस्, त्यो चिज प्राप्त भयो भने तपाईँ खुसी भगवानसँग, फेरि अर्को दिन पनि तपाईँ आराधना गर्नुहुन्छ भगवानलाई। यदि प्राप्त भएन भने के भन्नुहुन्छ, भगवान मेरा होइन रहेछन्, भगवानले मलाई पीडा दिए, भोलिबाट म दियो जलाउँदिनँ यी भगवानलाई भन्छौँ कि भन्दैनौँ हामी। यस्तो किसिमको भक्ति भनेको व्यापारिक भक्ति हो। यो फल प्राप्त भइन्जेल मात्रै, स्वार्थपूर्ति भइन्जेल मात्रै भगवानलाई भज्ने, स्वार्थपूर्ति हुँदैन भन्ने थाहा पाएपछि छोड्ने, यो भक्तिको यहाँनिर निरूपण गर्नुभएको छैन सुतजी महाराजले। के भन्दै हुनुहुन्छ भने चाहे फल आओस् चाहे फल नआओस्, बदलामा केही नखोजिकन केवल दिने मात्रै गरिन्छ, त्यो हो अहितुकी भक्ति। खण्डित हुनु हुँदैन अरे भक्तिमा। पानीलाई हजुरले माथिबाट तल खसाउनु भयो भने र अलिकति त्यो हातलाई हल्लाउनु भयो भने त्यो पानी पनि खण्डित भएर झर्छ कि झर्दैन? एकै धारोमा झर्दैन। तर तेललाई हजुरले माथिबाट हल्लाउनुहोस्, तेलको धारो खण्डित हुँदैन नि। हो, तेलको धारो खण्डित नभएको जस्तै हजुरको हृदयबाट भक्तिको धारो पनि खण्डित हुनु हुँदैन भनेर बताउँदै हुनुहुन्छ। त कुनै पनि कामना नलिकन म त हजुरको दास हुँ, म त हजुरको शरणागत हुँ, मलाई जसो गरे पनि मलाई स्वीकार छ, मलाई नालीको किरो बनाए पनि स्वीकार छ, मलाई हजुर भन्नुहुन्छ नरकमा गएर बस मलाई स्वीकार छ। यो भाव यदि हाम्रो मनमा आउन सकेको दिन भगवानको हामी लायक बन्न सक्यौँ, भागवतको हामी लायक बन्न सक्यौँ भनेर बताउँदै हुनुहुन्छ। त के भन्नुभयो त भन्दा मानवको कल्याण के गर्दाखेरि हुँदो रहेछ त? मानवको कल्याण केवल मनमा भक्ति लिँदाखेरि मात्रै पनि हुँदो रहेछ। मनमा भक्ति लिनु पर्यो, मनमा भक्तिको साथमा हामीले यज्ञ गर्नुपर्दछ भनेर बताउँदै हुनुहुन्छ। किनभने मनमा भक्ति भइसकेपछि एउटा विचित्रको